अतिथिज्यूलाई प्रमुख अतिथिज्यूलाई पुष्पगुच्छाले स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। साथै यहाँहरूलाई तालीका साथ स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। अब म कार्यक्रमलाई ढिलो नगरिकन औपचारिक रूपमा अघि बढाउने अनुमति चाहन्छु। यस गरिमामय सभाको लागि अध्यक्षता गरिदिनु हुन म मदन भण्डारी फाउन्डेसनका अध्यक्ष श्री उषा किरण भण्डारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसैगरी यस मदन भण्डारी फाउन्डेसनका आदरणीय संरक्षक एवं सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। आसन ग्रहणको सिलसिलालाई अगाडि बढाउने क्रममा यस मदन भण्डारी फाउन्डेसनको निमन्त्रणालाई स्वीकार गरेर यहाँ पाल्नुहुने नेकपा एमालेका आदरणीय अग्रज नेताहरू, केन्द्र तथा प्रदेशका मान्य सांसदज्यूहरू, बौद्धिक व्यक्तित्वहरू, फाउन्डेसन केन्द्र र जिल्लाका सदस्यज्यूहरू र प्रतिनिधिज्यूहरू, सञ्चारकर्मी मित्रहरू एवं उपस्थित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई यथास्थानमा आसन ग्रहणको लागि अनुरोध गर्दछु। आदरणीय अध्यक्षज्यूको अनुमतिले म कार्यक्रमलाई अगाडि बढाउँदछु। अब हामी राष्ट्रगानमा सहभागी हुने कार्यक्रम रहेको छ। यहाँहरू सबैलाई उठेर राष्ट्रगानमा सहभागी हुन अनुरोध गर्दछु। प्राविधिक मित्रहरूलाई सहजीकरणको लागि अनुरोध गर्दछु। सार्वभौम भई फैलिएका मेची महाकाली, सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली। सार्वभौम भई फैलिएका मेची महाकाली, प्रकृतिका कोटि कोटि सम्पदाको आचल, वीरहरूका राजधानी स्वतन्त्र र अचल। ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। अब जननेता मदन भण्डारी लगायत लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलीको लागि 1 मिनेटको मौन धारणको कार्यक्रम रहेको छ। समय सुरु। धन्यवाद। अब यस कार्यक्रमलाई पानसमा बत्ती बालेर औपचारिक रूपमा उद्घाटन गरिदिनु हुन प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। फाउन्डेसनका साथीहरूलाई सहजीकरण गरिदिनु हुन अनुरोध गर्दछु। कार्यक्रमको औपचारिक उद्घाटन भइरहेको छ। यसका साथै जननेताको तस्बिरमा माल्यार्पणको कार्यक्रम रहेको छ। आदरणीय प्रमुख अतिथिज्यू र अध्यक्षज्यूलाई तस्बिरमा माल्यार्पणको लागि अनुरोध गर्दछु। साथै मान्य कृष्ण गोपाल श्रेष्ठ, मान्य देवी भट्टचन, आदरणीय सीता पौडेल, आदरणीय टुका हमाललाई पनि माल्यार्पणमा सहभागी हुन अनुरोध गर्दछु।
काठमाडौँ 93.6 मेगाहर्ज र चक्रपथ.com बाट लाइभ प्रसारण भइरहेको यहाँहरू समक्ष जानकारीलाई अनुरोध गर्दछु। सबैमा धन्यवाद। अब म मन्तव्यको कार्यक्रमलाई अगाडि बढाउँदछु। मदन भण्डारी फाउन्डेसनका अध्यक्ष श्री उषा किरण भण्डारीज्यूलाई फाउन्डेसनको यो चौथो राष्ट्रिय सम्मेलनको सन्दर्भमाथि प्रकाश पार्नुका साथै सम्पूर्ण उपस्थित महानुभावहरूमा स्वागत मन्तव्यको लागि सादर अनुरोध गर्दछु। थ्याङ्क यू मीना। यस कार्यक्रमका मदन भण्डारी फाउन्डेसनको चौथो सम्मेलनका प्रमुख अतिथि सम्मान्य प्रधानमन्त्री फाउन्डेसनका संरक्षक तथा नेकपा एमालेका अध्यक्ष श्री केपी शर्मा ओलीज्यू, यस उद्घाटन सत्रको शोभा बढाउन फाउन्डेसनका सदैव शुभेच्छुक यहाँ उपस्थित सम्पूर्ण आदरणीय अतिथिज्यूहरू, फाउन्डेसन को तेस्रो सम्मेलन केन्द्रीय कार्य समिति सम्मेलनका सम्पूर्ण चौथो सम्मेलनका प्रतिनिधि साथीहरू तथा सम्पूर्ण फाउन्डेसन परिवारमा मेरो हार्दिक अभिवादन। प्रमुख अतिथिज्यू, सम्पूर्ण अतिथिज्यूहरूमा फाउन्डेसनको तर्फबाट सम्मेलनको उद्घाटन सत्रमा हार्दिक स्वागत छ। साथै यहाँहरूको यो समय सधैँको साथ र मार्गदर्शनको लागि हामी आभारी छौं। जनताको बहुदलीय जनवादको प्रवर्धन र विकास गर्ने भिजन लिएर यो अभियानमा फाउन्डेसन स्थापित भएर हामी यस अभियानमा लागेको पनि करिब 25 वर्ष भयो। अहिले हामी रजत वर्षमा छौं। राजनीतिक दर्शनले नै आर्थिक सामाजिक दर्शन दृष्टिकोण र व्यवहारलाई निर्देशित गर्छ भन्ने चेतना भएकोले जबजका प्रणेता सृजनाकारहरू र कार्यकर्ताले आजभन्दा 33 वर्ष अगाडि एउटा यस्तो पोलिटिकल सिस्टम निर्माण गर्नुभयो जुन नेपाल र नेपालीको यथार्थमा आधारित छ। जबज कोठामा बसेर बुद्धिविलासी गरेर रियालिटीबाट टाढा रहेर गुथेको कुनै मनगढन्ते कहानी होइन। नेपाली र विश्व इतिहासबाट पाठ सिकेर समाजका विभिन्न तह तबकामा रहेका मान्छेहरूसँग समस्या निर्क्योल गर्दै फिडब्याक लिँदै छलफल गरेर कार्यकर्ता र नेताबीच निरन्तर छलफल गरेर समाजवादमा संक्रमण गर्न तयार गरिएको रणनीतिक मार्गनिर्देश हो। करिब 23-24 वर्ष अगाडि जब अरू पार्टीका नेताहरू नेपाललाई सिंगापुर र स्विजरल्याण्ड बनाउने जस्ता चुनावी नारा लिएर चुनावमा आएका थिए भने त्यति बेला जबज निर्माण गरेको पार्टी एमालेका नेताहरू नेपालको यथार्थमा रहेर नेपाल र नेपालीको उन्नति गर्ने स्टेप बाई स्टेप रणनीति भएको स्पष्ट दस्तावेज लिएर जनता सामु गएका थिए। मेरो अब्जर्भेसनमा नेपाल र साउथ एसियाका अन्य समाजहरूमा पनि वैज्ञानिक पद्धतिलाई त्यति धेरै रुचाउने तवज्जो दिने चलन छैन। आम रूपमा अपवादमा केही होलान्। वैज्ञानिक ड्यू प्रोसेस अर्थात् समाजमा भएका मान्यता हाइपोथेसिसलाई टेस्ट गर्ने, रियल क्वेशनर्सलाई लिएर ग्राउन्डमा जाने, प्रब्लम आइडेन्टिफाई गर्ने, प्रमाणहरू संकलन गर्ने र त्यसपछि कुनै कन्क्लुजनमा पुग्ने र पोटेन्शियल सल्युशन्सहरू खोज्ने। फिजिकल साइन्सको करिकुलममा त यो छ, तर सोशल साइन्समा र रियल वर्ल्डमा हाम्रो डे टु डे लाइफमा हामीले यो अप्रोच यो एटिट्युड राखेका छैनौं। कार्ल मार्क्सले प्रतिपादित गरेको दर्शन मार्क्सिजम यही विज्ञानको स्टेप पार गरेर आएको राजनीति शास्त्र र अर्थशास्त्रको दर्शन हो र यो फ्रेमवर्कमा रहेर नेपालको केसमा एनालाइसिस गरेर नेपालको उन्नतिका लागि सबैभन्दा उत्तम बाटो भनेर विज्ञानका तीनै स्टेप्सहरू पूरा गरेर निकालिएको निष्कर्ष हो जनताको बहुदलीय जनवाद। जननेताको पुरानो नोट डायरीमा
देशका विभिन्न ठाउँ विभिन्न जात जाति र तह तबकामा रहेका प्रतिनिधि पात्रहरूसँग लिएको नोट्सहरू क्वेशन आन्सरहरू स्थानीय नेताहरूले पठाउनु भएका फिडब्याकहरू चिठीहरू छन्। धेरै जसो यो चिठी यो नोटहरू हामीले इटारामा रहेको जननेताको म्युजियमलाई पठाइसकेका छौं। साथै जननेताका त्यति बेला सँगै काम गर्नुहुने सहयोद्धाहरू जबजका को राइटरहरू इनपुट दिने नेताहरू उहाँहरूसँग पनि यस्ता नोट्सहरू अहिले पक्कै पनि छन् होला, सम्हालेर राख्नु भएको छ होला। यी सबै प्रमाण हुन्, जबज लेखनका लागि साइन्टिफिक तयारी गरिएका प्रमाणहरू हुन्। जबजको भूमिकादेखि बुँदा बुँदा नेपाली समाजको गहिरो अध्ययन, समस्याको सम्भावित समाधान र सम्पूर्ण नेपालीहरूको राज्य र स्रोतमा कसरी समान पहुँच स्थापित गर्न सकिन्छ भन्ने उपायहरू छलफल भइएका छन्। विकास भन्नाले विकास भनेको आफैमा एउटा यस्तो अर्थ बोकेको अल इन अल जादुमय शब्द हो जस्तो गरी अहिले जसरी नेपाली समाजमा तर्क वितर्क छलफल प्रवचन आदि गरिन्छ र राजनीतिक विचार एउटा रोडम्याप पोलिटिकल सिस्टम राजनीति शास्त्रका दर्शनलाई हामी त्यो विदेशीवाद चाहिँदैन मान्दैनौं, हामीलाई नेपाली विकास चाहिन्छ भन्दै वैज्ञानिक रणनीतिक दर्शनलाई अप्सनल अननेसेसरी र इनभ्यालिड भन्दै गलत डिरेक्सनमा राजनीतिलाई धकेल्ने कोसिस सुनियोजित रूपमा हुँदैछ। आफू कुनै पनि वादको होइन, हामी कुनै पनि वादको वकालत गर्दैनौं, केवल नेपाली विकास गर्छौं भन्नेहरू, तर अनायासै उनीहरू नियो लिबरलिजमका एजेन्ट अमेरिकन पोलिटिकल एनालिस्ट फ्रान्सिस फुकुयामाको ले भने जस्तो उनका अनुयायी बन्न पुगेका छन्। यिनले नेपाली विकास प्रेमीले बहुल समाज रहेको देश, हाम्रो भौगोलिक परिस्थिति, भूराजनीतिक जलवायु परिवर्तनको हिसाबले जोखिममा रहेको, कृषिमा आधारित तर कृषि उत्पादन शैली र प्रक्रियामा औद्योगिक र प्राविधिक रेभोल्युसन भइ नसकेको, वर्ग विश्लेषण पनि आफ्नै विशिष्ट तरिकाले गर्नुपर्ने परिस्थिति भएको देशमा नियो लिबरलिजम र मोडर्नाइजेसनले परिभाषित गरेको विकासले कस्तो खाले उन्नति लिन्छ, कस्तो त्यो विकास भनेको के हो चिन्तन गर्नुपर्छ, सोच्नुपर्छ। नत्र उनीहरू अनायासै या नियोजित ढंगले लिबरल क्यापिटलिस्ट परिभाषालाई नै विकासको ध्रुव सत्य युनिभर्सल परिभाषा भन्ने आर्गुमेन्टलाई मलजल गरिरहेका छन्। अनि आखिरमा उनीहरू पनि कुनै विदेशीवादको एजेन्डाको हली नै बन्न पुगेका छन्। राज्यसँग देशसँग सीमित स्रोत हुन्छन् र यसको परिचालन र बेनिफिसियरी बन्ने एक्सेस हुने र नहुने बीचको सधैँ संघर्ष हुन्छ। यो सत्य स्वीकार गरेर रणनीतिक हिसाबले राजनीति अगाडि बढ्छ र कुनै पनि समाज त्यसरी नै अगाडि बढ्छ। न्यायिक समाज र समुन्नत नेपालको खाका कोर्न वैज्ञानिक फ्रेमवर्क र स्टेप बाई स्टेप रणनीति चाहिन्छ। भिडले खिसिट्युरी गर्यो भनेर विचार र दर्शनको झोला नबिसाउनुहोस्। विचारमा पहिले जस्तो कन्भिक्सन छैन, लरबराउनु भएको छ भने फेरि एकचोटि राजनीतिक अर्थशास्त्रका दर्शनहरू अध्ययन गर्नुहोस्, अनि त्यसपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिहरू अध्ययन गर्नुहोस् र फेरि जबज पढ्नुहोस्। विचारले तिखारिएपछि कदम मजबुत हुनेछन्, खिसिट्युरी गरेपछि भएको आत्मग्लानी आफै हराउनेछ र फेरि समाजका लागि देशका लागि समर्पित हुने ऊर्जा दिगो ऊर्जा मिल्नेछ। स्रोत साधन र अध्ययन गर्ने मामिलामा पश्चिमाहरू हामी भन्दा धेरै अगाडि छन्। उनीहरूले पनि गहिरो अध्ययन गरेर स्ट्र्याटेजी लगाएर नै हाम्रो जस्तो देशमा विभिन्न प्रोजेक्टहरू लिएर आउँछन्, जसको अभिप्राय कि उनीहरूको आइडियोलोजीलाई मल पुगोस् वा हाम्रो स्रोतमाथि उनीहरूको कन्ट्रोल होस्। उनीहरूले पोलिटिकल आइडियोलोजीको डिबेट सकियो भनेर डिक्लेयर गरे पनि उनीहरूले आइडियोलोजिकल वार रोकेका छैनन्। आफ्नो आइडियोलोजी आफ्नो राज्यको बेनिफिटको लागि क्यापिटलिस्ट लिबरलिजमलाई सर्वमान्य बनाउन उनीहरू निर्वाध रूपमा भाष्य निर्माण गर्न लागिरहेका छन्। यो बुझेर नै चाइनाले चाइनामा गुगल र फेसबुक चल्न दिँदैन। यो बुझेर नै अमेरिकाको आधिपत्य भएको एआईलाई चुनौती दिएर चाइनाले आफ्नै एआई निर्माण गरेको छ र अब युरोपका धनी देशहरू पनि आफ्नै एआई बनाउँदैछन्। शीत युद्धको धङधङी गएको छैन, आइडियोलोजिकल वार चलि नै रहन्छ र यस्तोको सहायताले हाम्रा जस्ता मुलुकहरूको स्रोत कन्ट्रोल गर्ने, हामीलाई स्याटेलाइट स्टेटमा सीमित गर्ने होडबाजी चलि नै रहन्छ। तसर्थ विचारको लडाई र राजनीतिक रोडम्याप पोलिटिकल सिस्टमको आइडियोलोजीको सान्दर्भिकता मरेको छैन, यो निरन्तर चल्छ।
यो स्वीकार गरेर जबजका आवश्यकतालाई स्वीकार गरेर यसलाई राज्य आम जनमानसमा र राजनीतिमा मेन स्ट्रिम गर्ने उद्देश्य फाउन्डेसनको हो। अझ केही समय यता त सिस्टम र सिस्टमेटिक ड्यू प्रोसेस टिमवर्क कमिटीहरूलाई नै अन्डरमाइन गरेर स्वतन्त्र एक व्यक्तिको स्वविवेकमा देश सुम्पर्ने उत्सुकता पनि बढेको छ। आत्मकेन्द्रित लोकप्रियतावादी एकल नायकले एकदम डिस्रप्टिभ शैलीमा राम्रो गर्छ भन्ने धारणाहरू व्यक्त हुँदैछन्। कुन वर्गको राम्रो, कस्तो राम्रो, यो व्यक्तिको विचार के हो त्यो नबुझिकन, उसको कमिटमेन्ट नलिकन उसको कामको परिणाम भोग्न तयार भएको छ समाज। उसको जवाफदेहिता, उसको धरौटी केही माग्दैन अहिलेको भोटर्सले। विश्वमा कहीँ विशेष गरी अमेरिकन समाज र राज्य शैलीमा एकल व्यक्तिलाई श्रेय दिने प्र्याक्टिस र सामाजिक मान्यता छ। जस्तै स्मार्टफोन बनाउने एप्पल फोनका डिजाइन गर्ने श्रेय केवल स्टिभ जब्सलाई दिइन्छ। उनका अरू साइन्टिस्ट इनोभेटर्स काउन्टरपार्टहरूलाई वास्ता गरिँदैन। त्यस्तै इलन मस्कलाई पनि वान म्यान शोको रूपमा अमेरिकाले आफ्ना देशवासी र सम्पूर्ण विश्व सामु प्रस्तुत गरेको छ। यो अमेरिकन स्टेटको सिस्टमेटिक अप्रोच हो, जुन अहिले त्यहाँ राजनीतिक सिनारियोमा जुन देखा परेको ल्याक अफ ट्याक्टको कारणले त्यहीँका नागरिक र देशवासीको सामु पनि उदाङ्गिएको छ। विश्वभरि एलिट र धनाढ्य समूहहरू एजुकेसन इन्स्टिट्युसनहरूलाई इन्भ्यालिड गर्ने अपवादमा रहेका केही कलेज र हाई स्कुल ड्रप आउट जो अचिभर बनेका छन् उनीहरूको एक्जाम्पल दिएर एजुकेसन सिस्टम चाहिँदैन भनेर इन्भ्यालिड गर्ने विम चलाएका छन्। जुन इन्स्टिट्युसन र एजुकेसन सिस्टमलाई जुन एजुकेसन सिस्टमले उनीहरूलाई सेलिब्रिटी इनोभेटर व्यापारी बनायो, अहिले उनीहरू त्यही एजुकेसन सिस्टमलाई डिस्रप्ट गरेर होलिस्टिक एजुकेसन अप्रोचलाई मिनिमाइज गर्दै केवल भोकेशनल ट्रेनिङको मात्रै वकालत गर्दैछन्। नागरिकलाई इम्पावर गर्ने अचूक उपाय हो होलिस्टिक एजुकेसन। समयानुकूल करिकुलम चेन्ज हुनुपर्छ, इभल्भ हुनुपर्छ, अपडेट हुनुपर्छ, तर सिस्टमेटिक तरिकाले दिने होलिस्टिक एजुकेसन र त्यस इन्स्टिट्युसनलाई अन्डरमाइन भने पटक्कै गर्नु हुँदैन। आम नागरिकलाई केवल भोकेशनल ट्रेनिङ मात्र दिएर विचार, इन्टेलिजेन्स र ज्ञानमा भुत्ते बनाएर एकहोरो वर्कफोर्स एलिटको सर्भर र उनीहरूको प्रफिट म्याक्सिमाइजेसनको टुलमा मात्रै ठूलो पपुलेसनलाई सीमित गर्नु हुँदैन। समाजमा देखा परेका, विशेष गरी बाहिर इन्टरनेशनल सिनारियोमा देखा परेका यस्ता नाराहरू र अहिले हाम्रो देशमा पनि देखिरहेका यस्ता नाराहरू मान्छेलाई सचेतनशील विचार विमर्श गर्ने प्राणीबाट मसिन बनाउने प्रयासहरू र अराजकतावादी विरुद्ध लड्ने र जबजमा आधारित रहेर न्यायिक र समुन्नत देश बनाउने अभियानमा फाउन्डेसन अगाडि बढेको छ। मलाई विश्वास छ तपाईहरूले पनि फाउन्डेसनको प्लेटफर्म र गतिविधिलाई यसरी नै बुझ्नुहुनेछ र यसको सदुपयोग गर्नुहुनेछ। हामी अभियानमा भेट्नेछौँ। फाउन्डेसनका आदरणीय संरक्षक ज्यूप्रति म फेरि पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। समयको निकै पाबन्दी हुँदा पनि उहाँले सधैँ हामीलाई माया गर्नुभएको छ, मार्गनिर्देश गर्नुभएको छ र उहाँको मार्गनिर्देशबाट सिक्दै उहाँको गाइडेन्स मान्ने र यति अगाडि नमानेर सोचे जस्तो प्रतिफल नपाएको एउटा चेक एन्ड ब्यालेन्स गरेर अहिले हामी यहाँसम्म चौथो सम्मेलनसम्म आइपुगेका छौँ। म फेरि पनि उहाँलाई फाउन्डेसनको सम्पूर्ण परिवारबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु र यो समय आजको लागि पनि आभार व्यक्त गर्न चाहन्छु। साथै यहाँ सम्पूर्ण उपस्थित अतिथिज्यूहरूमा समय दिनुभयो, यहाँहरूको शुभेच्छाको लागि पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यहाँहरूको माया शुभेच्छाले गर्दा हामी अहिले यतिको अगाडि बढ्न सकेका छौँ। यहाँहरू सबैजनामा हार्दिक अभिवादन छ र नमस्कार। धन्यवाद अध्यक्षज्यू। अब हामी कार्यक्रमको महत्त्वपूर्ण क्षणमा छौँ। आजका हाम्रा प्रमुख अतिथिज्यू यस मदन भण्डारी फाउन्डेसनका आदरणीय संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सारगर्भित मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। आज मदन भण्डारी फाउन्डेसनले आफ्नो चौथो अधिवेशन अर्थात् महाधिवेशन आयोजना गरेको छ। म यस महाधिवेशनको पूर्ण सफलताको निम्ति कामना गर्दछु। यो
लामो गरेर सफल हुने, छोटो गर्दा असफल हुने होइन। छोटोमा मिठोमा सफल पार्नु राम्रो छ। मैले फाउन्डेसनका अध्यक्षजीको स्वागत मन्तव्य सुने। आजको वैचारिक प्रश्न र वैचारिक प्रश्नहरूको सन्दर्भमा उहाँको मन्तव्य एउटा आफैमा कम्प्लिट दृष्टिकोणको रूपमा आएको छ। यो एउटा स्वागत मन्तव्य मात्रै छैन कि वास्तवमा एउटा गहन चिन्तन। मैले त सभापतिलाई चिनेकै रहन्छु कि क्या जस्तो लाग्यो। धेरै गहन विचारहरू आएका छन्, धेरै गहन विश्लेषणहरू आएका छन्। म सभापतिजीलाई धन्यवाद भन्न चाहन्छु यी गहन विचार विश्लेषणहरूका लागि। आज देश जहाँ पुगेको छ, दुनियाँ जहाँ पुगेको छ, यो फेरि पनि क्लास स्ट्रगलको एउटा खास चरणमा पुगेको छ। सम्पन्नहरूलाई क्लास स्ट्रगल चाहिँदैन। सम्पन्नलाई किन चाहियो र? स्ट्रगल चाहिँदैन, यथास्थिति चाहिन्छ। यथास्थितिका लागि विभिन्न प्रकारले कन्ट्रोल, नियन्त्रण भन्छौँ, नियन्त्रणका लागि दमन, यथास्थितिका लागि ती चिजहरू चाहिन्छ। अग्रगामी परिवर्तनका लागि सकारात्मक, आफ्नो जीवनमा, आफ्नो समाजमा, आफ्नो परिवेशमा सकारात्मक परिवर्तनका लागि सङ्घर्ष चाहिन्छ। आज पनि हामी सङ्घर्षमा छौँ। आज सङ्घर्षमा छौँ र हामीले धेरै अप्ठ्याराहरूसँग जुझ्दै, तिनबाट पार पाउँदै, तिनलाई पराजित गर्दै सफलतापूर्वक अगाडि बढेका छौँ। हाम्रो यही जति दमन गरे पनि दब्न नसक्ने, दबाउन नसकिने रिजिलियन्स जुन छ, हाम्रो पार्टीको रिजिलियन्स, हाम्रो आन्दोलनको रिजिलियन्स, यसका पछाडि हाम्रो दृष्टिकोणको सहीपना, विचारको सहीपना, हामीले लिएको दर्शन, हामीले लिएको सिद्धान्त, हामीले लिएको राजनीति, हामीले प्रस्तुत गरेका विश्लेषणहरू, दृष्टिकोणहरू र हामीले अगाडि तय गरेका बाटाहरू र तिनलाई कार्यान्वयन गर्ने हाम्रो दृढता, दृढ सङ्कल्प र त्यो दृढ सङ्कल्प साकार पार्ने हाम्रा सक्रिय प्रयासहरू, यी कुराहरूको कारणले हामी पराजित हुँदैनौँ, भएका छैनौँ, फेरि पनि हुँदैनौँ। यस कुराका पछाडि मुख्य कुरा हामीले लिएको, धारण गरेको विचारको कुरा। दुनियाँमा एकपल्ट 80को दशकको अन्त्यतिर र 90को दशकको सुरु अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा भयानक उथलपुथलको समय आयो। समाजवादी आन्दोलनमा, प्रगतिशील आन्दोलनमा एउटा भयानक धक्काको परिस्थिति आयो। धक्का प्रगतिशील आन्दोलनले, समाजवादी आन्दोलनले धक्का खाएको मात्रै हामीले देख्नु हुँदैन। धक्का त शोषणकारी व्यवस्थाले समय समयमा खाने गरेको छ। कहिले धीमा विकासको गति हुन्छ, समाजको विकासको क्रमअनुसार। समाज धेरै विकास भएको छैन भने विकासको गति पनि धीमा हुन्छ। स्पार्टाकस विद्रोह आफैमा एउटा शोषणकारी व्यवस्था, दासयुग भन्नुहोस्, सामन्तवादी युग भन्नुहोस्, पुँजीवादी युग भन्नुहोस्, त्यो रूप मात्रै फरक हो। प्रणालीको अन्तर्य भनेको शोषणकारी व्यवस्था हो। शोषणकारी व्यवस्थालाई धक्का दिएको त
अहिले मात्र होइन, उहिलेदेखि हो। कतिले असह्य वातावरण भएपछि त्यसका विरुद्ध व्यक्तिगत तवरमा, कसैले सानो समूहमा भने स्पार्टाकस जस्ताले अलिक ठुलै समूहमा प्रयास गरेका थिए। तर त्यो समय त्यो आन्दोलन सफल हुनका लागि वातावरण अनुकूल बनेको थिएन, परिपक्व बनेको थिएन। वैचारिक हिसाबले जनताको धारणा अथवा वैचारिक हिसाबले र त्यस विचारलाई बोक्ने सङ्गठन निर्माणको सङ्गठनात्मक तौर तरिका अथवा त्यसलाई ग्रहण गर्ने समाजको क्षमता, ती कुनै पनि कुरा त्यस ढङ्गले बनेका थिएनन्। पछाडि सुनिएको छ? सुनिएको छैन? अलिक पछाडि चाहिँ सुनिएको छैन भन्दै हुनुहुन्छ साथीहरू, हो? भाषणै गर्नुपर्ने खण्ड आयो त यहाँ त। त्यहाँबाट देखिँदैन साथीहरू। त्यसपछि अनेक पेरिस कम्युनले त्यसलाई धक्का दिएकै हो र पल्टाउन सकिन्छ, फ्याँक्न सकिन्छ पुँजीवादी प्रणालीलाई भन्ने पेरिस कम्युनले देखाएको थियो। 72 दिनपछि त्यसलाई असफल पारियो। त्यसको पनि कुरा त्यही हो, अनुभवको कमी, परिपक्वताको कमी र अहिले ठिक आयो। बल्ल हाम्रो टेक्निसियन खुसी हुनुभएछ। खैर, यसरी सङ्गठन विचार, सङ्गठन सञ्चालन गर्ने सङ्गठक, नेतृत्व जस्ता कुराहरूको पर्याप्त जानकारी नहुँदा र अनुभवबाट खारिएको नेतृत्व पनि नहुँदा त्यो आन्दोलनबाट एउटा सामूहिक प्रयासबाट भुलखोको रूपमा आएको थियो। त्यसमा यति कि त्यो स्पार्टाकस विद्रोहमा स्पार्टाकस भन्ने व्यक्ति अलिक नेतानुमा पनि थिए र दासहरूको भित्र, विद्रोहीहरूको भित्र अलिक इस्ट्याब्लिस पनि भएका थिए आन्दोलनको क्रममा। त्यति पनि कोही पनि इस्ट्याब्लिस खालको चाहिँ भइदिएन पेरिस कम्युनमा, जसले लिड गरोस्। फेरि लिड गर्ने लिडर नभइकन आन्दोलन चल्दैन, त्यो त चाहिन्छ नै। पेरिस कम्युन हट्यो, तर मार्क्सले भने जस्तै यसका उद्देश्यहरू पुरा नभएसम्म यो प्रकट फेरि पनि बार बार प्रकट भइरहनेछ, संसारका विभिन्न ठाउँमा विभिन्न समयमा प्रकट भइरहन्छ। यो गजबसँग 1917 मा राम्ररी प्रकट भयो, सफल भयो र विश्वको सबभन्दा ठुलो देश, सबभन्दा ठुलो क्रान्ति, सबभन्दा ठुलो सामाजिक परिवर्तन, सबभन्दा ठुलो युगान्तकारी परिवर्तन त्यस विद्रोहले ल्यायो। समयानुकूल, परिस्थिति अनुकूल, त्यसमा विचारको हिसाबले, सङ्गठनको हिसाबले, सङ्गठन आँक्ने नेतृत्वको हिसाबले सबै कुराको तालमेल मिलेको थियो। नेतृत्वमा अरू पनि साथीहरू थिए, तर लेनिनले स्पष्टतः त्यसको नेतृत्व गर्नुभयो। कम्युनिस्ट पार्टीले नेतृत्व गरेको थियो। त्यसमा तोडफोड गर्ने चलन त्यस बेला पनि सुरु भएको हो। मेन्सेविकहरू त्यस बेला पनि निस्किएका हुन्। त्यो मेन्सेविक भनेको एउटा ट्रेन्ड हो, प्रवृत्ति हो, त्यो समूह मात्रै होइन। मेन्सेविकहरू भइरहन्छ। कहिले कहिले मेन्सेविक भनेको अल्पमत, तर कहिले कहिले मेन्सेविकहरू बहुमतमा पनि हुन्छन्। त्यो विचार प्रवृत्ति, त्यो ट्रेन्ड, तिनीहरू चाहिँ मेजोरिटीमा पनि हुन सक्छन्। त्यस बेला चाहिँ रुसी भाषामा तिनीहरू माइनोरिटीमा थिए र माइनोरिटी भनिन्थ्यो तिनीहरूलाई। मेन्सेविक भनेको माइनोरिटी। तर त्यो खालको ट्रेन्ड, त्यो प्रवृत्ति, त्यो विचार बोक्नेहरू पछि कहिले कहिले आन्दोलनमा बहुमतमा पनि भए। त्योभन्दा धेरै खतरनाक
नेपालमा त केशरजङ रायमाझी र उनको समूहलाई देख्न सकिन्छ। सोझै राजाका पाउमा लगेर निरङ्कुश तन्त्र लादेपछि त्यो निरङ्कुश तन्त्रलाई समातेर समर्थन गरेर मात्रै जोगिन सकिन्छ र अगाडि बढ्नुपर्छ भनेर राजाका पाउमा पार्टी चढाउन पुग्ने त्योसम्मको मेन्सेभिक भन्दा पनि क्यापिचुलेसनिस्ट आत्मसमर्पणवादी अत्यन्तै सबभन्दा हानिकारक नग्न यो लेफ्ट मुभमेन्टलाई ध्वस्त पार्ने प्रवृत्ति त्यहाँ देखियो। त्यो आफै मेजोरिटीमा थियो। अथवा यस्ता आत्मसमर्पणवादी नग्न प्रवृत्तिहरू पनि कहिले कहिले मेजोरिटीमा हुँदो रहेछ र कम्युनिस्ट पार्टी पुनर्गठित भएर अल्पमतले बचाएर अगाडि बढाउनु परेको थियो। अर्थात् म धक्काको कुरा गर्दै थिएँ। 1990 को आसपास अगाडि केही अगाडि र केही पछाडिसम्मको कुरो गर्दै थिएँ। त्यति बेला दुनियाँमा सबभन्दा ठुलो धक्का समाजवादी आन्दोलनले लेफ्ट मुभमेन्टले सहनु परेको थियो। मैले यहाँ के भनिरहेको थिएँ भने यो कुरा पुँजीवादी पक्षहरूले पनि ठुल्ठुला धक्काहरू सहनु परेको छ। सबभन्दा ठुलो मजबुत धक्का रुसी क्रान्तिले दिएको थियो र समाजवादको स्थापना गरेको थियो पुँजीवादलाई धक्का दिएर। त्यसपछि पूर्वी युरोपका देशहरूमा पुँजीवादलाई धक्का दिएर समाजवादको स्थापना। त्यसपछि चीन लगायतका एसियाका देशहरू अब रिभोल्युसन पहिले रिभोल्युसन युरोपमा हुन्छ भन्ने थियो। पुँजीवादी देशहरूमा मात्रै रिभोल्युसन हुन्छ, विकसित देशहरूमा मात्रै रिभोल्युसन हुन्छ जहाँ मजदुर वर्गको बाहुल्यता छ। किनभने मजदुर वर्ग सर्वहारा वर्ग हो, सर्वहारा वर्गको बाहुल्यताले रिभोल्युसन निम्त्याउँछ भन्ने थियो। सर्वहारा वर्ग होइन, पीडितहरूको बहुलता जुन समाजमा छ त्यहाँ तरिका मिलायो भने रिभोल्युसन हुनसक्छ। र ब्याकवार्ड सोसाइटी, पढ्न नपाएको सोसाइटी, ब्याकवार्ड सोसाइटीलाई पनि पोलिटिकल्ली कन्सियस बनाएर रिभोल्युसनमा सङ्गठित गर्न र परिचालन गर्न सकिन्छ र समाज परिवर्तन हुन्छ भन्ने कुरा चीनको रिभोल्युसनले देखायो। अर्को सबभन्दा बढी जनसङ्ख्या भएको, पहिले सबभन्दा ठुलो भूगोलको सबभन्दा ठुलो देशमा रिभोल्युसन भएको थियो। अर्को सबभन्दा बढी जनसङ्ख्या भएको देशमा रिभोल्युसन भयो। त्यस रिभोल्युसनको रहस्य के थियो भने चिनिया रुसी रिभोल्युसन सहरमा भएको थियो, सहर केन्द्रित थियो। चिनिया रिभोल्युसन गाउँ केन्द्रित भयो। आफ्नो परिस्थिति अनुसार उहाँहरूले चलाउनु। रुसमा मजदुर मुख्य शक्ति थियो, चीनमा किसान मुख्य शक्ति थियो। पेरिसले किसानलाई लिन सकेन सहयोगीको रूपमा, तर रुसले किसानलाई सहयोगीको रूपमा पनि स्वीकार्यो। चीनले सहयोगी मात्रै होइन, किसान, चीनमा मजदुर वर्गको सङ्ख्या सानो छ, किसानले सञ्चालन गर्नुपर्छ र त्यो सङ्ख्या ठुलो छ र त्यो चाहिँ आन्दोलनको मुख्य शक्ति हो। प्रेरक मात्रै होइन कि प्रेरक त मजदुर शक्ति हुनसक्छ वैचारिक हिसाबले, उद्देश्यका हिसाबले, तर किसानहरूको अवस्था मजदुरहरूको भन्दा कुनै स्तरीय छैन र उनीहरू त्यस्तै पीडामा छन् र उनीहरू रिभोल्युसनको मुख्य संवाहक हुन सक्दछन् चीन जस्तो देशमा। रुसी क्रान्ति आफ्नो मौलिकतामा समयानुकूल ढङ्गले भयो, चिनिया क्रान्ति पनि आफ्नो मौलिकतामा समयानुकूल ढङ्गले भयो। रुसमा इन्सरेक्सनमा केही दिनका लागि आन्दोलन भएको थियो, तयारी लामो समयको भएको थियो, सङ्गठन लामो समय गरिएको थियो, तर रिभोल्युसन छोटो समयमा भएको थियो। चीनमा तयारी र क्रान्ति सँगसँगै अगाडि बढ्यो, त्यहाँ तयारी गर्ने समय पाइएन। त्यसर्थ यदि हामीले
कम्युनिस्ट पार्टीको स्थापनालाई तयारी भनेर लियौँ भने त्यो त स्थापना हो, त्यति बेला रिभोल्युसनको तयारी भइसकेका थिएन, सोच मात्रै थियो। उत्तरी अभियान 24 देखि 27 सम्म चलाएर चीनलाई एकीकरण गर्ने काम गरियो। त्यो पनि आफ्नो तयारी भन्दा पनि त्यो अभियान सञ्चालन गर्ने कुरा थियो। चीनलाई एकीकरण गर्ने कुरा थियो त्यो। त्यसकारण यो एकीकरणको अभियान थियो, चीन एकीकरण। पछि सङ्गठन विस्तारको काम र सङ्गठन विस्तारका लागि विस्तृत ग्रामीण क्षेत्रमा अगाडि बढ्नुपर्ने कुराहरू भए। पछि अस्तित्व जोगाउनका लागि एकपल्ट कम्युनिस्ट पार्टी फेरि अस्तित्व रक्षाको लडाइँमा पुग्यो र तरिका मिलाएर लङ मार्च जस्तो उत्तरी अभियान सञ्चालन गरेर, यो उत्तरी अभियान भने कि लङ मार्च सञ्चालन गरेर अगाडि बढाइयो यसलाई। र चिनिया क्रान्ति आफ्नो विशेषतामा पछि कुमिन्ताङसम्म समेत 37 देखि 45 सम्म कुमिन्ताङसँग मिलेर समेत अगाडि बढ्ने काम। 45 देखि फेरि आफ्नो ढङ्गले अगाडि बढ्ने काम। यसर्थ आफ्नो परिस्थिति र परिवेश अनुसार आन्दोलन जान पर्दछ। हाम्रो देशको आन्दोलन फेरि पनि यस्ता आन्दोलनहरू, समाजवादी आन्दोलन, यो परिवर्तनकारी आन्दोलन, अग्रगामी आन्दोलन पहिले नै सत्तामा भएका देशहरू बाहेक नेपालमा स्ट्रङ छ। भूगोल हेरेर, जनसङ्ख्या हेरेर, आदि कुराहरूलाई हेरेर नेपालमा स्ट्रङ छ, मजबुत छ। किनभने नेपालको आन्दोलन आफ्नो खालको मौलिकतामा आफ्नो परिस्थितिको विश्लेषण गरेर आफ्ना परिस्थिति अनुसारका विचारहरूबाट निर्देशित र आफ्नो परिस्थिति अनुसार सञ्चालित र विभिन्न समयमा आइपर्ने कार्यनीतिक कदमहरूमा भुल नगरिकन कार्यनीतिक कदमहरू चाहिँ चाल्न सक्ने त्यो क्षमता। यदि कार्यनीतिक क्षमतामा त्रुटि गरियो भने कहिले कहिले सेन्टिमेन्टमा बग्ने, सिद्धान्त निष्ठताका नाममा लचकता नहुने, रणनीतिक सोच ठिकै कहिले कहिले हुने, समाजवादमा पुग्नुपर्छ त जसले पनि भन्छ, तर पुग्ने कसरी भन्ने कार्यनीतिक कदमहरू चाहिँ ठिक ढङ्गले चाल्न नसक्ने, त्यस प्रकारका आन्दोलनमा कमजोरीहरू देखिन्छन्। तर हाम्रो पार्टीले त्यस प्रकारका कमजोरीहरूलाई आउन दिएन र समयानुकूल कार्यनीतिक कदमहरू चाल्दै हामी अगाडि बढ्यौँ। के कार्यनीतिक कदम त्यसको डिटेलमा म जान चाहन्छु। कस्ता कदमहरू हामीले छिटो विभिन्न कदमहरू चाल्नु पर्यो र सोभियत सङ्घ ढलेपछि, पूर्वी युरोप छताछुल्ल भत्ताभङ्ग भएपछि हामीले हाम्रो पार्टी विस्तार गरेर, सङ्गठन विस्तार गरेर, आन्दोलन विस्तार गरेर, एकीकरण गरेर विभिन्न माध्यमबाट लगभग 2/3 स्थितिमा हाम्रो जनमतको हिसाब, हाम्रो सङ्गठनको हिसाब र हाम्रो सरकारको हैसियतलाई हामीले एकल पार्टीको, नेपालको हिस्ट्रीमा आफ्नै पार्टीको लगभग 2/3 त्यो स्थितिमा लेफ्ट मुभमेन्टलाई पुर्यायो। जति बेला हामी 4 सिटमा थियौँ, अरूको लगभग 2/3 थियो, त्यस ठाउँबाट हामी आफै 2/3 कस्तो अवस्थामा पुग्यौँ भने दुनियाँबाट समाजवाद सिद्धियो, सिद्धान्तको लडाइँ सिद्धियो, विचारको लडाइँ सिद्धियो, अब आइडियोलोजीको प्रश्न सिद्धियो, आदि कुराहरू भनिरहेका बेला, अथवा दुनियाँ एकलौटी भयो भनिरहेका बेला, इतिहासको अन्त्य भयो भनिरहेका बेला, क्लास स्ट्रगलको अन्त्य भयो भनिरहेका बेला, हाम्रोमा त्यस्तो परिस्थितिमा, त्यस्तो धक्काको बेला, त्यस्तो अवस्थामा हामी 2/3 लगभग 2/3 स्थितिमा एकल रूपमा पुग्न सक्यौँ। त्यही कुरालाई सहन नसकेर प्रतिक्रियावादी तत्त्वहरू हाम्रा विरुद्ध एकजुट भए। कसरी सबभन्दा बढी तिखो हमला गर्न सकिन्छ, कसरी लिडरहरूको क्यारेक्टर एसिसिनेट गरेर उनीहरूलाई जनताबाट
विस्थापित गर्न सकिन्छ। जनतामा उनीहरूप्रतिको विश्वास, आकर्षण र आस्था त्यसलाई भङ्ग गराइदिन सकिन्छ, त्यसबाट पृथक गराउन सकिन्छ। यो सबै कुरा उनीहरूले गरे। हामी सचेत थियौँ कि हामीले इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो, भ्रष्टताको राजनीति होइन। पैसा कमाउनका लागि, पदको दुरुपयोग गर्नका लागि, आफन्त पार तार्नका लागि, आफन्तको यसो बन्दोबस्त गरिदिनका लागि, आफ्ना मान्छेहरूलाई जागिर खुवाउनका लागि होइन, सामाजिक परिवर्तनका लागि हामी प्रयास गरिरहेका छौँ भन्ने कुरा कहिले पनि एक्का छोड्नु हुँदैन। राज्यको ढिकुटीबाट कानुनले प्राप्त गर्ने स्यालेरी सुविधा जस्ता कुराहरू बाहेक अनुचित ढङ्गले कानुनको ढिकुटीबाट आफ्ना ढिकुटीमा सार्ने काम जस्तो निकृष्ट र अपराधिक खालको क्रियाकलाप हामीबाट हुनु हुँदैन भन्ने कुरामा हाम्रो पार्टी दृढ रह्यो, हाम्रो लिडरसिप दृढ रह्यो र हामीले त्यसरी नै आन्दोलनलाई अगाडि बढायौँ। त्यसकारण उनीहरूको हामीसँग कुनै खास कुरा केही पनि छैन। अनि उनीहरूले जेसुकै भए पनि एउटा मन्त्रीले राजीनामा गर्दा देख्नुभयो प्रधानमन्त्रीले असहयोग गरेर भनेर। कहाँबाट थाहा पायो प्रधानमन्त्रीले असहयोग गरेको? प्रधानमन्त्रीले मन्त्री बनाएर सहयोग गरेर अनेक ढङ्गले अगाडि बढाउन खोजेको देखेन, असहयोग गरे भनेर। जसरी होस् लिडरसिपमाथि हमला, जसरी होस् लिडरसिपलाई कमजोर पार्ने, लिडरसिपको विरुद्ध जहिलेसुकै पनि लेख्ने, बोल्ने, यस खालका कामहरू सधैँ विभिन्न प्रकारका आरोपहरू, झुटा आरोपहरू, यतिसम्म कि झुटा बिलहरू पनि देखाउने, बिलहरू पनि देखाउने। उनीहरू कतिसम्म झुकिए भने मैले केपी शर्मा ओली चाहिँ भन्ने गरेको, मेरो नाम चाहिँ खड्गप्रसाद ओली हो, नागरिकतामा त्यही होला, त्यसो भएर त्यहाँको त्यो पैसा राखेको बनाउँदा त नागरिकता अनुसार पासपोर्टको नामअनुसार बनाएको हुन्छ, त्यसर्थ त्यसमा खड्गप्रसाद ओली होला भनेर बिल पनि खड्गप्रसाद ओलीका नाममा बनायो भनेरले बाठो भएर बिना नागरिकता बिना पासपोर्ट त विदेशले पैसा त राख्दैन, नक्कली नाममा त राख्दैन। त्यही बिचराहरू खुस्किए। यस्ता फटाहा कुराहरू गर्न जानिकन बाहेक नजानिकन यस्तो हुन्छ, जानिकन यस्ता फटाहा कुराहरू गर्न र यी फटाहा कुरा गर्नेहरू स्थापित फटाहाहरू छन्। फेरि चिनिएका, जानिएका, मानिएका त्यस्ताहरूकै अगुवाईमा, नेतृत्वमा यी कामहरू भएका छन्। यो किनभने हाम्रो आन्दोलनलाई कमजोर पार्नका लागि भएको, समाजवाद सिद्ध्याउनका लागि। पखेटा हेरो समाजवादका लगाएको छ, समाजवाद लेखेको छ। टाउको हेरो मखुन्डो लगाइराखेको छ, समाजवाद लेखेको मखुन्डो छ। चिन्नै गाह्रो, एकदमै चिन्न गाह्रो। तर जब ती बोल्छन् नीलवर्ण शृङ्गाल चिनिन्छ, बोलेपछि नबोल्दासम्म एउटा चकचके स्याल पर्या रहेछ, एउटा कपडा रङ्गाउन ठिक्क पारेको निलो रङ राखिराखेको बाटामा स्याल परेर निलो भएछ। त्यहाँबाट भागो, रङ टकटक्याउँदै भागो, तर भिजेको रङ भएको हुनाले उसको जिउबाट रङ गएन। अनि उसले धाक लाउँदै एउटा म यो जङ्गलको राजा हो। बाघ भेट्यो, बाघले पनि त्यस्तो निलो रङको कहिल्यै देखाएको थिएन। को हौ तिमी? उसले दम्म सासु, म यो वनको राजा। निलो रङको कहिले देखाएको छ? मै हो। सुनेको थियो निलो रङको हुन्छ यो वनको राजा भनेर? मैले त सुनेको छैन। त्यसो भए आज देख्यो भने प्रत्यक्ष दर्शन पायो, भयो, जाऊ, म यो राजा भनेर धाक लाग्यो। गएर बाघ सिंहहरूको कतै हुलमा उनीहरूलाई लगे, उसले राजै हुँ भनेर धाक लगायो। एक दिन के भएछ भने अलिक पर उसकै जातका स्यालहरू कराएछन्। स्यालको एउटा विशेषता के हुँदो रहेछ भने एउटा स्याल कराएको सुनेपछि
अर्को स्याल तुरुन्त ठाडो घाँटी लगाइहाल्नु पर्ने, कराइहाल्नु पर्ने। त्यो उसको विशेषता हुँदो रहेछ। अनि अन्तपर स्याल कराएको सुनेपछि उसले पनि ठाडो घाँटी लाएर हु हु गरिहाल्यो। बाघहरूले थाहा पाए, ए यो त स्याल पो रहेछ। अनि एक झप्पु दिए, अलिअलि खाजा खाए त्यसको। यहाँ पनि नीलबाट श्रृङ्गालहरू बहुतै हाउभाउ गरिराखेका छन् अहिलेसम्म पनि। यिनको मकुण्डो उत्रिएको छ, तर जनताले त्यो रङ छुट्याउनु पऱ्यो, त्यो रङ हटाउनु पऱ्यो, रङ हटाएर बुझ्नु पऱ्यो। तर चिनिराखेका छन्, जति बेला यिनीहरू बोल्छन् चिनिहाल्छ एमाले सिद्ध्याउनै पर्छ भनेर। एमाले सिद्ध्याउनलाई पार्टी पटक पटक फुटाएको आदि हामीले देखेका छौँ। तर पनि हामी मजबुत छौँ, मजबुत छौँ। अहिले पनि देशको मजबुत पार्टी हौँ हामी। र हामीले सम्भव नारा दिएका छौँ, आगामी 84 को निर्वाचनमा हामी प्रमुख पार्टी हुन्छौँ। प्रमुख पार्टी मात्रै होइन, नेकपा एमाले एउटा राष्ट्रिय मजबुत राष्ट्रिय शक्ति हो। यसलाई निर्णायक राष्ट्रिय शक्तिको तहमा विकास गर्नु छ र त्यसलाई लामो पर्खिनको काम छैन। मिसन 84 भनेर 84बाटै हामी यसलाई पुरा गर्छौँ। निर्णायक राजनीतिक शक्तिको रूपमा हामीलाई, राष्ट्रिय शक्तिको रूपमा हामी यसलाई विकास गर्छौँ। यसका पछाडिको कारण के हो त? मैले यति व्याख्या गर्नुको अर्थ हाम्रो पार्टी किन जोगियो, किन यस्तो विकट परिस्थितिमा झन्डै 2/3 लगभग मात्रै, केही सिट मात्रै नपुग्यो, लगभग 2/3 स्थितिमा कसरी पुग्यो? सिद्ध्याउँ टर्च बाल्न खोज्दा भेटिँदैन भनेको अहिले पनि सरकारको नेतृत्व गर्दैछ त। फेरि नेकपा एमाले दुनियाँका धेरै प्रतिक्रियावादी, तिनका मतियार, तिनका अरौटे खरौटे, तिनका पपेट, तिनका चम्चा, सबैलाई आश्चर्यको विषय के छ भने सिद्ध्याइयो भन फेरि गएर, सिद्ध्याइयो भन फेरि आएर उठिहाल्छ। सिद्ध्याइयो भन फेरि उठ्छ। 51-52 को सरकार बदर गराइयो, हटाइयो, फेरि अलिक पछि सरकारमा आयो, फेरि अलिक पछि आन्दोलनको मैदानमा अगाडि छ, फेरि सरकारको नेतृत्व गरिराखेको छ, फेरि हटायो, फेरि सरकारको नेतृत्व गर्छ। गर्दा गर्दा कसैले पराजित गर्न नसक्ने गरीको ठाउँमा पुग्छ। र कतै भेटिँदैन भने टपलक्क अचानक सिद्ध्यायौँ भनेका ठाउँमा अचानक फेरि सरकारको नेतृत्व गरिराखेका हुन्छ, देशलाई नेतृत्व गरिराखेका हुन्छ, देश लिड गरिराखेका छ। यो कसरी भयो त? यो हुनाको कारण हामीले जननेता मदन भण्डारीको अगुवाईमा जनताको बहुदलीय जनवाद, आफ्नो समयानुकूलको विचार, आफ्नो परिस्थिति अनुकूलको विचार, आफ्नो देशकाल परिस्थिति अनुसारको विचार अङ्गीकार गऱ्यौँ र त्यसमा दृढताका साथ उभिएर सही कुराहरू गलत हुन सक्दैन, सही सही नै हो। त्यसकारण हामीले सही विचार, कस्तो विचार चाहिँ यति बेला लिनुपर्छ, हामीले यति बेला कस्तो विचार लिनुपर्दछ भन्दा यति बेला हामीले सही विचार गलत हुन्छ भन्ने मान्यता होइन, सही सही नै हुन्छ भन्ने लिनुपर्छ। समाजवादको ध्येय मर्दैन, समाजवाद न्याय मर्दैन, त्यसलाई एकछिन पराजित गर्ला कसैले, तर न्यायको फेरि जित हुन्छ, सत्यको फेरि जित हुन्छ, अन्तिम विजय सत्यको। पेरिस कम्युनकै ताकत एउटा गीत रचना भएको थियो, हामी जित्नेछौँ एक दिन, हामी जित्नेछौँ एक दिन। अब त्यो हामीले हाम्रो सन्दर्भमा भन्ने हो भने हामी जित्नेछौँ एक दिन भनेर कुनै दिनको परिकल्पना गरिरहनु परेन, अपेक्षा गरिरहनु परेन। हामी जित्नेछौँ, जितिरहेका छौँ, हामी त जित्न बानी परेका हौँ। नेपालमा हाम्रो त आदत भइसक्यो जित्ने, लड्ने दृढता मात्रै होइन, जित्ने पनि आदत भइसक्यो।
हामी जुझारु मात्र होइन, नेतृत्वमा पनि कुशल छौँ। यो किन कसरी भन्दा जननेता मदन भण्डारीको अगुवाईमा जुन जनताको बहुदलीय जनवाद प्रतिपादित भयो, त्यस विचारले हामीलाई समयानुकूल ढङ्गले चल्न सिकायो, प्रेरित गर्यो र त्यसअनुसार नै हामी दृढताका साथ अगाडि बढ्यौँ। हाम्रो भनाइ हो, हाम्रो नीति हो, अप्ठ्यारो अवस्थामा पनि नआत्तिनु, सही विचार अँगाल्नु, सत्यको झन्डा उठाउनु, अप्ठ्यारो परिस्थितिमा नआत्तिनु र सजिलो परिस्थिति आयो, सफलता प्राप्त भयो भनेर घमण्डले नफुल्नु। सधैँ विनम्र, शालीनतापूर्वक, गल्ती हुन्छ कि भन्ने कुरासँग सधैँ होसियार भएर हामीले एउटा मात्रै गल्ती गऱ्यौँ भने विरोधीले त्यही गल्तीको चरबाट बसेर हामीलाई उखेलिदिन्छ। त्यस कारण हामीले गल्ती गर्नु हुँदैन, गल्ती नगर्ने, उन्मादी नहुने। कहीँ पनि घमण्ड पस्यो भने, कुनै व्यक्तिमा जब घमण्ड पस्यो भने घमण्डले अरू चिज, जहाँ घमण्ड बस्छ त्यहाँ अरू चिज बस्नै दिँदैन। विद्यार्थीमा घमण्ड बस्यो भने म जान्दछु भनेपछि किन पढ्नु पर्यो र? घमण्डले उसलाई पढ्न दिँदैन। खेलाडीमा घमण्ड पस्यो म राम्रो खेल्छु भने अभ्यास किन गर्ने? गायक गायिकामा घमण्ड पस्यो म राम्रो गाउँछु भन्यो भने रियाज किन गर्ने? म उत्कृष्ट छु, म जान्दछु भने सिद्धि। मैले लगातार सिक्नुपर्छ, लगातार मेहनत गर्नुपर्छ, लगातार काम गर्नुपर्छ, लगातार अभ्यास गर्नुपर्छ, लगातार आफूलाई ताजा राख्नुपर्छ। यसो भयो भने मात्रै हामी अगाडि बढ्न सक्छौँ। त्यसर्थ हामी अप्ठ्यारो परिस्थितिमा आत्तिदैनौँ, सहज परिस्थितिमा मात्तिदैनौँ। संस्कृतमा एउटा भनाइ छ, आदेयस्य प्रदेयस्य कर्तव्यस्य च कर्मण क्षिप्रमा क्रियमाणस्य कालपिबति तदृशम्। लिनुपर्ने कुरा, दिनुपर्ने कुरा, गर्नुपर्ने काम, कुनै पनि कुरा समयमा, ठिक समयमा गरिहाल। ठिक समयमा गर्यौ न भने, कुनै काम गर्नुपर्ने काम ठिक समयमा गर्यौ न भने कालपिबति तदृशम्। फल पाकेकै बेला टिप होइन भने झर्छ, कालपिबति तदृशम्। त्यसको रस चाहिँ समयले नै खाइदिन्छ। कालपिबति तदृशम् भनेको काल अर्थात् समयले नै त्यसको रस चाहिँ पिबती पिउँछ। यसर्थ समयमै विलम्ब नगरिकन हामीले काम गर्नुपर्छ। अहिलेको लागि, यस अधिवेशनका लागि, अहिलेको समयमा छलफल गर्नुपर्ने केही विषयहरू आज सङ्गठनका अध्यक्षले आफ्नो स्वागत मन्तव्यमा आज छलफल गर्नुपर्ने, चिन्तन मनन गर्नुपर्ने विषयहरू आफ्नो वक्तव्यको क्रममा उठाउनु भएको छ। म साथीहरूलाई आग्रह गर्न चाहन्छु, यी विषयहरू एकपल्ट सुनियो मात्रै होइन, यो चक्रपथले पक्कै छाप्छ, यो तुरुन्तै छाप्न दिनुपर्ने हो, नोटका बिममै छ कि क्या हो। चक्रपथ खोलेर हामीले एकपल्ट, दुईपल्ट, तीनपल्ट, कतिपल्ट त्यो आर्टिकल पढ्नुपर्छ र त्यसमा मनन गर्नुपर्छ कि कहाँ कहाँ के कुरामा महत्त्वपूर्ण ढङ्गले जान आवश्यक छ। कसरी आज छलफल के विषयमा बुझ्न र त्यसमा केन्द्रित हुन जरुरी छ भन्ने थुप्रै कुरा उषाजीले उठाउनु भएको छ। अब हाम्रो फाउन्डेसन, मैले अघि पोलिटिकल पार्टीको कुरा गरेँ, यो फाउन्डेसनले त रिभोल्युसन गर्ने होइन, रिभोल्युसनलाई सहयोग गर्ने हो। यो फाउन्डेसनले वैचारिक कुरा गर्छ र मुख्य कुरा यसका दुईटा छन्। एउटा
जनताको बहुदलीय जनवादलाई यसले पक्रिन्छ। यसको आधारमा दृढताका साथ यसबाट दायाँ बायाँ नहोस् है, आफू नभइयोस् भन्ने कुरामा यसले ख्याल गर्छ। त्यस अनुसारको विचार, त्यस अनुसारको व्यवहार, त्यस अनुसारको आचरण, तीनटा कुरा। विचार र व्यवहार अपनाउँदा, सङ्कल्प गर्दाखेरि त्यसलाई पुरा गर्न सक्रियता चाहिन्छ भन्ने कुरा बुझ्नुपर्दछ। र फाउन्डेसनलाई या मदन भण्डारीका विचारलाई जारी राख्नका लागि हामीले मदन भण्डारीको स्मृतिलाई ताजा राखिरहने भन्ने कुरा भन्नु पर्दैन। उहाँका विचारलाई कार्यान्वयन गर्न, अध्ययन गर्न, त्यसलाई बढाउन हामी क्रियाशील भयौँ भने उहाँ यसै स्मृतिमा ताजा रहनुहुन्छ। उहाँका विचारहरूको सम्बन्धमा, उहाँका सोचहरूको सम्बन्धमा, उहाँका विचारलाई कार्यान्वयन गर्ने सम्बन्धमा केही पनि गरिएन भने उहाँको स्मृति मात्रै राख्ने हो भने फोटो खल्तीमा राख्नुपर्छ र हेर्नुपर्छ। किनभने नत्र त बिर्सिन्छ। त्यो काम छैन, केही छैन, विचार छैन, व्यवहार छैन, हामी कुनै प्रकारका गतिविधि गर्दैनौँ भने त मदन भण्डारीलाई सम्झिने कसरी भन्दा फोटो हेरेर सम्झिने भयो। मदन भण्डारी सम्झिने भनेको आज मदन भण्डारी सम्झिने यसै पनि कमसेकम 42 वर्षभन्दा कम उमेरको मान्छेले मदन भण्डारीलाई फेसियल हिसाबले सम्झिँदैन। जस्तो कि फेसियल हिसाबले फोटो हेरिराखे मात्रै हुनाले हो, नत्र भने उषा किरणले पनि सम्झन सम्भव थिएन। कि जे उमेर थियो त्यति बेला, जति बेला मदन भण्डारीलाई हामीले गुमायौँ त्यस बेला जति उमेर थियो त्यस उमेरमा स्मरण भइरहनु सम्भव छैन। सँगै भएको एउटा प्रसङ्ग, अर्को फोटो देखिराखेको छ, त्यसकारण देखे जस्तो हुन्छ। महात्मा गान्धी कहिल्यै पनि भेटिनँ मैले, तर मलाई कस्तो लाग्छ भने महात्मा गान्धी देख्ने बित्तिकै चिन्छु। त्यसो भएर बरु देखिराखेकै मान्छेहरू महात्मा गान्धीभन्दा कम देखिएको होला, त्यस कारण कहिले कहिले चिन्न गाह्रो होला। महात्मा गान्धी चिनिहालिन्छ। कार्ल मार्क्स भनेको त देख्ने कुरै भएन नै। महात्मा गान्धी पनि म जन्मिनभन्दा अगाडि बितेका मान्छे, कसरी मैले चिन्नु, तर सजिलै चिन्छु। कार्ल मार्क्स मैले कहाँ देख्नु, कुन जमानामा हजुरबाका पालाका मान्छे, कसरी देख्नु, तर सजिलै चिनिन्छ। फ्रेडरिक एङ्गल्स चिनिन्छ, हो ची मिन्ह चिनिन्छ, फिडेल क्यास्ट्रो चिनिन्छ, यस्ता मान्छेहरू चिनिन्छ। लेनिन चिनिन्छन्, माओ चिनिन्छन्। किन चिनिन्छन् भन्दा उनीहरूका कामले, उनीहरूसँग हाम्रो वैचारिक सम्बन्धका कारणले, उनीहरूलाई हामीले अध्ययन गरेको हुनाले, पढेको हुनाले र उनीहरूका उद्देश्यमा हामी हिँडिरहेको हुनाले, त्यसलाई आफ्नो जीवन दर्शनमा लिएको हुनाले र अभ्यास गरिरहेको हुनाले चिनिन्छ। आलोचना गर्न सजिलो छ। आलोचना त हामीले देखेका छौँ। रबर्ट मुगाबे जस्ता महान क्रान्तिकारीलाई एउटा नटरियस तनासाको रूपमा चित्रण गर्ने गरेका छन्। यो मेटाउन, यसलाई सही ठाउँमा पुर्याउन रोबर्ट मुगाबे भनेको एउटा चाहिँ देशलाई मुक्त गर्ने महान मान्छे हो। उपनिवेशबाट, विदेशको कब्जाबाट देशलाई मुक्त गराउने र जनतालाई स्वाधीन जिम्बाब्वे, समृद्ध जिम्बाब्वे बनाउने प्रयासमा जुटेका मान्छे हुन्। तर यस्तो घेराबन्दीमा परे, यस्तो बदनामी इन्टरनेसनल्ली सारा जुटेर बदनाम गरियो। हामीले पनि कहिल्यै पनि रबर्ट मुगाबेको बारेमा सकारात्मक भनेको पढ्नै पाएनौँ, कहिल्यै पनि। सधैँ झुटको खेती, बेइमानीको खेती बाहेक केही पनि देखियो नसकेको नेल्सन मण्डेलालाई हो। नत्र नेल्सन मण्डेलालाई एउटा सडक साप, लुच्चा लफङ्गाको रूपमा चित्रण गर्थे, नसकेर छोड्यो। त्यसकारण जे सुनिन्छ त्यही मात्रै ठिक हुन्छ भन्ने होइन। आज अहिले पनि पुँजीवाद प्रधान छ। पुँजीवाद प्रधान भएको समयमा उसले आफ्नो क्रियाकलाप देखाउँछ, झुटको खेती गर्छ, अनेक चिज गर्छ। त्यसो भएर हामीले यस्ता कुराहरूमा होसियार हुनुपर्दछ।
र हाम्रो आन्दोलनलाई पनि समाप्त पार्नका लागि पार्टीको बदनाम गर्ने, लिडरसिपको बदनाम गर्ने, विचारको बदनाम गर्ने, हाम्रा कामहरूको कसरी आलोचना गर्न सकिन्छ त्यो गर्ने। अहिले सरकारले के गरेको छ र? सरकारले केही त गरेको छैन, कुनै नराम्रो काम एउटै गरेको छैन। तर यत्रो विरोध मानिलिउँ अहिलेको सरकारले देशै बर्बाद गर्न लाग्यो कि जस्तो। बर्बाद पारेको अर्थतन्त्र, बर्बाद पारेको लोकतन्त्र, त्यसलाई ठिक ट्र्याकमा हामी फर्काउँदैछौँ। तर विरोध यसरी भएको छ मानौ हामीले ठुलो जघन्य अपराध देशका विरुद्ध गरेका छौँ, विकास होइन त्यसका विपरीत चलेका छौँ जस्तो। हामी विकासको बाटोमा अगाडि चलेका छौँ, सुशासनको बाटोलाई अगाडि बढाएका छौँ। विरोध यस्तरी भइरहेको छ कि मानौ हामी देश बर्बाद गरिरहेका छौँ। त्यसै गरी हाम्रा विरोधीहरूसँग सही काममा दौडिएर हामीलाई पराजित गर्ने र अगाडि पुग्ने उनीहरूसँग सामर्थ्य छैन। छिर्के लगाउने, बदनाम गर्ने, लडाउने, तान्ने, धकेल्ने, त्यसरी झेली खेलाडीहरू अहिले हामी नेपालमा त्यस्तै भइरहेको छ। अनि उनीहरूले काम कस्तो गर्यो त्यसमा जान सक्दैन। कोही यस्तरी धतङ्गाएर बोल्छन्, प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच पुगेको छ भनेर दया लाग्छ तिनको त्यस्ता शब्दहरू सुन्दा। के बोलेको त्यो? त्यस्ता कुराहरू प्रमाणित गर्न सक्छन्, तर बोलेका छन्। त्यस कुरालाई हतियार बनाएर त्यसलाई उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरू फेरि त्यसैलाई लिएर उफ्रिया छ। पहिले एकपल्ट यो विष्णुबहादुर मानन्दरजीहरूको समूह थियो, उसले केशरजङ रायमाझीहरूलाई नाभा कादा भन्थ्यो। नाभा कादा भनेको छोटकरीमा नामका वामपन्थी, कामका दक्षिणपन्थी, एक एकवटा शब्द लिएर नामका वामपन्थी नाभा, कामका दक्षिणपन्थी, नाभा कादा भन्थ्यो। छोटकरीमा नामका वामपन्थी, कामका दक्षिणपन्थीहरू। नाभा कादाहरू अहिले पनि छन्। नाभा कादाहरूको दुईटा छ, एउटा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने उद्देश्यलाई सफल पार्नका लागि हाम्रा विरुद्ध विभिन्न प्रकारका लान्छना आरोप लगाउने, अर्को ढल्यो 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 सरकार ढल्यो, अहिले ढल्यो भरे ढल्यो, भोलि बिहानै ढल्यो, शेरबहादुरजी फर्किने बित्तिकै ढल्यो। शेरबहादुरजीले चिसो पानी टाउकाबाट खनाइदिएपछि फेरि छक्क परेका छन्। शेरबहादुरजी आउने बित्तिकै नढलेर के गर्ने, 2-4 दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत सुरु गरेका छ। नाभा कादा हुने कि नाभा कादा। हामी हरेक कुराबाट सतर्क छौँ। दक्षिणपन्थी, सोझो दक्षिणपन्थीहरूसँग नाभा कादा छ। अहिले जुन सरकार छ, म साथीहरूलाई भन्न चाहन्छु, अहिलेको सरकार समयको आवश्यकताले बनेको हो। नत्र भने नेपाली कांग्रेस जस्तो एउटा पुरानो पार्टी, नेकपा एमाले जस्तो पुरानो दुई प्रमुख दलहरू, दुई प्रतिस्पर्धी दलहरू यसरी बस्ने थिएनन्, एउटै सरकारमा बस्ने थिएनन्। तर देशको परिस्थिति हेरेर अस्थिरताले देश खान थाल्यो, स्थायित्व भएन, स्थिरता भएन, देश बर्बाद हुन थाल्यो, अर्थतन्त्र ओह्रालो लागेको लागै छ। अहिले अघिल्लो सरकारले भत्ताभुङ्ग पारेको, आउनु पर्ने ठाउँ काहीँ बाँकी नराखेको, ढिकुटीमा पैसा थोप नराखेको, तिर्न पर्ने मात्रै बाँकी खरबौँ जम्मा गरिदियो, ऋणै ऋणमा फसाइदिएको। त्यो पनि दीर्घकालीन ऋण होइन, अहिले ठेकदारलाई तिर्नुपर्ने
काम गराएको तिर्नुपर्ने, उखु बेचेका किसानलाई उखुको पैसा तिर्नुपर्ने, दुध बेचेका किसानलाई दुधको पैसा तिर्नुपर्ने, दुध लियो बेच्यो त्यस्तो स्थितिमा पुर्याएको अवस्थामा अहिले फेरि हामीले सम्हालेर अगाडि बढाउँदैछौँ। त्यहाँ पुर्याउने लाज छैन। फेरि बोलेको अस्तिको दिन मात्रै पार्लियामेन्टमा बोलेको सुन्दा अचम्म लाग्यो, लाज लाग्ने बोल्छ। कस्तो शरम नलागेको। यस्तो पार्ने बजेट प्रस्तुत गर्ने मान्छे, गत वर्ष मात्रै प्रस्तुत गर्ने मान्छे, बजेट प्रस्तुत गरेर देश बर्बाद पार्ने बजेट प्रस्तुत गर्ने मान्छे अप्ठ्यारै लागेको छैन उनलाई। उही पण्डित, उही जान्ने। जे होस्, हामी जबबाट निर्देशित छौँ र मदन भण्डारी फाउन्डेसनले जबजको बाटोलाई अगाडि बढाउने सन्दर्भमा र मदन भण्डारीका विचारभन्दा मुख्य रूपमा जबजभित्र थुप्रो पक्षहरू छन्। ती सबै पक्षहरू समेतलाई दृढताका साथ अगाडि बढाउने। जबज राजनीतिक सिद्धान्तको बारेमा बोल्छ, बाटोको बारेमा, व्यवहारको बारेमा बोल्छ, तर व्यक्तिको आचरण राम्रो हुनुपर्छ भनेर जबजमा लेखेको छैन होला कि। त्यो छैन भने त्यसले राम्रो ठाउँमा पुग्नका लागि आचरण कस्तो हुनुपर्छ, शालीनता हुनुपर्छ व्यक्तित्व भने छैन होला, कतै लेखेको छैन होला। तर शालीन नभइकन पुगिन्न भन्ने कुरा त बुझ्या कुरा हो। त्यस कारण यो व्यवहारमा अनुसरण गर्दा अनुसरणीय ढङ्गले नै हामीले गर्नुपर्छ। मैले विश्वास लिएको छु तपाईँ सबै जबजका पक्षधर साथीहरू, दृढ पक्षधर साथीहरू, उतार चढाव, अप्ठ्यारा, सजिला, उकाली ओह्राली, घाम पानी, हावा हुरी, हिउँद बर्खा, जुनसुकै खालका परिस्थिति हुन्, दृढताका साथ जबजको मार्गदर्शनमा अगाडि बढ्नुहुनेछ र त्यो मार्गदर्शनमा अगाडि बढ्ने अनुसारका आचरण र अभ्यासहरू पनि गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। अध्ययनको बानी बसाल्नै पर्छ। अध्ययनको बानी बसाल्नु, अध्ययन गरौँ। अध्ययन त मान्छेले गर्छ। उपन्यास नपढ्नुहोस् म भन्दिनँ, मनोरञ्जनका लागि उपन्यास पढ्नुहोस्, तर उपन्यास देशको परिस्थितिको विश्लेषण हो र वर्ग विश्लेषण हो र क्रान्तिका बाटाहरू देखाउने कुरा हो र त्यसले नदेखाउन सक्छ। अलिकति सङ्केत कदाकति केही कुरामा कहिले कहिले कुनै उपन्यासले गरेको पनि होला। मनोरञ्जनका लागि त्यो पनि पढ्नुहोस्। उपन्यास पढ्नुहोस्, लघु उपन्यास पढ्नुहोस्, महाकाव्य पढ्नुहोस्, काव्य पढ्नुहोस्, अरू चिज गर्नुहोस्, तर आजको आवश्यकता अनुसार देशलाई कसरी अगाडि बढाउने, त्यसका लागि हामीले के गर्ने भन्ने कुरा चाहिँ पढ्नुपर्ने र जान्नुपर्ने विषय चाहिँ यो हो। किताबमा भूतपूर्व कुरा लेखिएको हुन्छ, त्यो भूतपूर्व कुरा पढेर आजको परिस्थितिलाई अगाडिका लागि हामीले बढाउनु छ, अगाडि बढाउनु छ आजको परिस्थितिलाई। किताबमा पढिने कुरा त भूतपूर्वै कुरा हुन्छ नि। कार्ल मार्क्सले लेख्नुभएको कुरा भनेको भविष्यका कुरा होइन, त्यति बेरकै कुरा लेख्नुभएको छ। त्यति बेरको चेतना, त्यति बेरको विश्लेषण, त्यति बेरको विश्व परिस्थिति अनुसारको विश्लेषण गर्नुभएको छ। भविष्यको गरे पनि त्यति बेरकै परिस्थिति अनुसार गर्नुभएको छ, त्यति बेलाको चेतना अनुसार गर्नुभएको छ। सबैले गर्ने त्यही हो। मदन भण्डारीले पनि त्यही गर्नुभएको छ, माओले पनि त्यही गर्नुभएको छ, अरूले पनि गर्नुभएको छ। त्यति बेलाको चेतना, त्यति बेलाको परिस्थिति, त्यति बेलाको आवश्यकता अनुसारका कुराहरू दिएको छ। हो त्यो कुराले भविष्यका निम्ति हामीलाई गाइड गर्नुपर्छ। सृजनात्मकता पढाइमा र विश्लेषणात्मकता पढाइमा चाहिन्छ। एउटा म साथीहरूलाई आग्रह गर्न चाहन्छु, धेरै आलोचनात्मक चेतमा जोड नदिनुहोस्। के फेसन आयो एउटा शब्दको, आलोचनात्मक चेत। विश्लेषणात्मक ढङ्गले पढ्नुहोस्। विश्लेषणात्मक क्षमता चाहिन्छ, चेत चाहिन्छ। आलोचनात्मक चेत
यसले धेरै गतिलो ठाउँमा पुर्याउँदैन। आलोचना गलत कुराको गर्नुपर्दछ, तर चेत नै आलोचनात्मक भएपछि जेमा पनि आलोचना, चेतै आलोचना। अनि खाने बेलामा पनि आलोचनात्मक चेत चाहियो, मिठो भयो भन्न भएन। दुःख गरेर पकाएको छ, त्यो बानी नै के हुन्छ भनेदेखि घरमा पनि जस नदिने बानी पर्छ कि आलोचनात्मक चेत छ। म त आलोचनात्मक चेत भएको मान्छे हो। मैले यस्तो समर्थन गर्दिनँ, यो राम्रो छ यताउता भन्दिनँ, यो त झोलेहरूको काम हो। राम्रो छ भन्ने त झोलेहरूको काम हो। म त आलोचनात्मक चेत भएको मान्छे। आज राम्रो मिठो भएछ भन्दिनँ म। आलोचनात्मक चेतले प्रशंसा होइन, आलोचनात्मक ढङ्गले हेर्न सिकाउँछ भनेर अझै ठुला कुरा गरेर केही अर्थ छैन। विश्लेषणात्मकता हुनुपर्छ। आलोचनाले कहिल्यै मित्र बढाउँदैन। कसैको आलोचना गर्नुभयो भने त्यो मित्र हुन्छ भन्ने नठान्नु होला। आलोचना गरेपछि त्यो टेढियो। पाएसम्म सकेसम्म प्रशंसा गर्ने ठाउँ खोज्नुहोस्, प्रशंसा गरिदिनुहोस्। प्रशंसा गर्ने ठाउँ भेटाउनु भएन भने चुप लाग्नुहोस्, आलोचना कम गर्नुहोस्। आलोचनात्मक चेतले भाँडिन्छ, विश्लेषणात्मक चेतले विश्लेषण गर्छ, सही गलत छुट्याउँछ र ठिक ढङ्गले अगाडि बढाउँछ। त्यस कारण विश्लेषण गर्न सिक्नुहोस्। अब यो कुराको भरेदेखि मेरो फेरि छाला काट्ने काम हुन्छ भने पल्टिन्छन् एक थरी आलोचनात्मक चेतका झन्डा बोक्नेहरू कि आलोचनात्मक चेतकै विरोध गर्यो भने। विश्लेषणात्मक हुनुपर्छ हामी, जेमा पनि आलोचना। आलोचनात्मक चेत त 10 जना मिलेर कुनै काम गर्दै जाँदा बिग्रियो भने आफूले जिम्मा लिन कोही पनि चाहँदैन, उसले गर्दाखेरि बिग्रियो। त्यही भन्ने हो नि त। आलोचनात्मक चेत भनेको त मान्छेको यसै स्वभावै हो। त्यो आलोचनात्मक चेत नभएको म जिम्मा लिन्छु भन्ने मान्छे त पाइँदैन नि। अर्काले भन्छ, केही चिज बिग्रियो भने अर्काले, मैले होइन। यो त स्वभावै छ मान्छेको। त्यस कारण त्यसभन्दा हामी माथि उठेर सही जे हो त्यो विश्लेषणात्मक ढङ्गले, जे सत्य हो, जे तथ्य हो, विश्लेषणबाट सत्य तथ्यमा पुग्ने र सत्य तथ्य बोल्ने, त्यो काम गर्नुपर्छ। आलोचनात्मक चेत त्यसको एउटा अंश हो। विश्लेषणात्मक क्षमताको एउटा अंश हो आलोचनात्मक चेत। त्यसकारण झुट कुराको आलोचना गर्नुहोस्, विरोध गर्नुहोस्। अहिले प्रवृत्ति के छ भने पार्टीभित्र आलोचनात्मक चेत झुटको विरोध गर्न नसक्ने, विरोधीसँग बोल्न नसक्ने, लड्न नसक्ने, पार्टीभित्र आलोचनात्मक चेत। यो विपरीत बाटो हो। पार्टीभित्र एकताको चेत चाहिन्छ। अनि कमी कमजोरी नभएको एकै रङको उस्तै अनुहारको मान्छे कहाँ भेटिएला? तपाईँलाई मनपर्ने खालको अनुहार कहाँ भेटिएला? हरेक अनुहार फरक हुन्छ। जस्तो छ कोही मान्छेको पनि यसो हेर्छु, खोइ कसैको पनि उस्तै चेहरा छैन। जस्तो चेहरा छ त्यस्तै स्वीकार्नु पर्यो नि। गाई दान गर्ने बेलामा एउटा भने हुन्छ, मलमूत्र सहितम जस्तो छ गाई त्यस्तै दान गरे भनेर। जस्तो छ त्यस्तै स्वीकार्नु पर्यो, जे छ। अब मैले अर्कै खोजेर कहाँ पाउँछु? यो मान्छेसँग म मित्रता गर्थेँ, तर विचार राम्रो भएर के गर्ने? यसमा यो छैन, त्यो छैन, ऊ छैन, त्यो छैन भनेर मित्रता नगर्नु। एकै अनुहारका नमान्छे हुन्छन्, एकै प्रकारका नमान्छे हुन्छन्, एकै प्रकारको नबोली हुन्छ, एकै प्रकारको नआवाज हुन्छ। एउटाको आवाजले अर्कोले कसरी चिन्छ, एउटा र अर्को मान्छे कसरी छुट्याउँछ भन्दा विविधता हुन्छ। विविधता प्रकृतिको नियम हो। विविधतालाई एक्सेप्ट गर्नु, विविधताहरूलाई विचारले एक ठाउँमा ल्याउनु, उद्देश्यले एक ठाउँमा ल्याउनु, यो चाहिँ राष्ट्रिय आवश्यकता हो। यो चाहिँ आन्दोलनको आवश्यकता हो। यो वर्गीय आवश्यकता हो। त्यसकारण विविधतामा एकता हामीले आन्दोलन निर्माण गर्ने पनि त्यही हो। मदन भण्डारी फाउन्डेसनले विविधतामा एकता, विचार
जनताको बहुदलीय जनवाद। यही कुरा एउटाले व्याख्या गर्दा अलिकति फरक पर्छ, त्यही शब्द अर्काले भन्दा अलिकति फरक पर्छ। तसर्थ हामीले यी सब कुरालाई सहेर विविधतालाई स्वीकारेर अगाडि बढ्नुपर्छ र एकता गर्नुपर्छ। मैले विश्वास लिएको छु मदन भण्डारी फाउन्डेसनले आगामी दिनमा आन्दोलनलाई सघाउनेछ। नेकपा एमालेको एउटा भरपर्दो सहयात्रीको रूपमा यसले काम गर्नेछ। पार्टीको जनवर्गीय सङ्गठन होइन यो, पार्टीले खोल्ने सञ्चालन गर्ने होइन। मलाई पनि संरक्षकमा नराखिदिए हुन्छ, मेरो आग्रह छ। अलगै राख्नुहोस्। पार्टीले निर्देशन दिने, पार्टीले सञ्चालन गरिदिने पनि होइन। यो मदन भण्डारीका विचारमा मात्रै, मदन भण्डारीका विचारले मात्रै निर्देशित गर्छ यसलाई। अरूले निर्देशित गर्ने, अरूले के गर्ने, अरूले हात हाल्ने, अरूले हस्तक्षेप गर्ने, यो कुराबाट अलिकति पृथकै राख्नुहोस्। पार्टीमा कहिले को लिडरसिप हाल, दक्ष प्रजापति पनि नेता भएको देखियो यहाँ पार्टीमा। त्यसो भएर अब पार्टीको नेताले नै चलाउन थाल्यो भने त कहिले दक्ष प्रजापतिले चलाउला, कहिले अर्काले चलाउला, कहिले अर्काले चलाउला गर्दा त अनि यो सङ्गठन चाहिँ जे हुनुपर्ने त्यो रहन गाह्रो हुन्छ। त्यस कारण जबजमा नेकपा एमालेलाई सहयोग पुर्याउने, एमाले भनेको जबजको विचार बोक्छ एमाले, त्यस कारण एमाले र एमाले यो विचार छोड्दैन भन्ने कुरा, यो विचारको सिर्जनाकर्ता फेरि एउटा कुरा के बुझ्नुपर्छ भने मदन भण्डारी फाउन्डेसन जबजको सर्जक होइन, फलोवर हो। जबजको सर्जक चाहिँ नेकपा एमाले नै हो फेरि। त्यस कारण यो कुरा फेरि भुल्नु हुँदैन, एमाले जबजको सर्जक। तसर्थ सर्जकले यसलाई सहयोग गर्छ, यसले सर्जकलाई सहयोग गर्नुपर्छ। क्रान्तिको नेतृत्व गर्ने जिम्मा नेकपा एमालेको। सबै जनवर्गीय सङ्गठन लगायत आन्दोलनलाई सङ्गठित गर्ने, पार्टी जनवर्गीय सङ्गठन लगायत अन्य शक्तिहरू समेतलाई समयानुकूल ढङ्गले संयोजित गर्ने काम नेकपा एमालेले गर्छ। यसले आफ्नो सङ्गठन चलाउँछ, सही ढङ्गले आफ्नो सङ्गठन विस्तार गर्छ र आन्दोलनमा सहयोग पुर्याउँछ। चारतिर यसले हात हाल्दैन। यसको कार्यक्षेत्र आफ्नो सङ्गठन, आफ्ना विचार दिने हो। यसमा अगाडि बढ्छ, यसमा अगाडि बढोस्, शुभकामना छ। अब म त यो मदन भण्डारी फाउन्डेसन जन्मिँदा पनि त्यहीँ थिएँ, त्यसकारण मलाई यसको सारा इतिहास पनि थाहा छ। यो कसरी जन्मियो, कसरी हुर्कियो, कसरी यहाँ आइपुग्यो भन्ने कुरा पनि थाहा छ। त्यसर्थ मेरो सहयोग त स्वतः छँदैछ, त्यो कर्तव्य अनुसार पनि छ। अर्को मसँग सहयोग र संरक्षकत्व प्राप्त गर्ने यस सङ्गठनको बाकाइदा त्यो हक छ। त्यस कारण यस सङ्गठनले मसँग प्राप्त गर्नुपर्ने साथ, सहयोग, संरक्षण सबै स्वतः प्राप्त गर्छ। लामो समय नलियो, आजै सिद्ध्याउने होला होइन? आजै सिद्ध्याउनु सबभन्दा राम्रो छ। चुनाव गर्नु पर्दैन। त्यसमा यो चुनावको लफडा गर्ने, जिल्लामा चुनावको लफडा गर्ने त्यो खालको चाहिँ नि नगर्नु होला। केन्द्रबाट खुरुखुरु सङ्गठन बनाउने, जिल्ला कमिटी बनाउने, चलाउने। यो डेमोक्रेसीका नाममा तमासा। चुनाव हुन थालेपछि अलिक पछि भनाभन हुन्छ, अलिक पछि हातालाल हुन्छ, अलिक पछि कुर्सी हानाहान हुन्छ, बेर्ला हुँदैन। यो चुनावका लफडा छोडिदिनुहोस्। काम गर्ने सङ्गठन बनाउनुहोस्, काम अगाडि बढाउनुहोस्, काममा ध्यान दिनुहोस्। अनि यसमा चुनाव लडेर के एमपी हुन्छ, मन्त्री हुन्छ, जीविसमा जान्छ, प्रदेशमा जान्छ, मेयर हुन्छ, पालिकामा हुन्छ, उपाध्यक्ष हुन्छ, सदस्य हुन्छ, वडाध्यक्ष छानिन्छ। सार्वजनिक ठाउँमा चुनाव अनिवार्य छ।
आफ्नो मतौ गर्ने ठाउँमा केका चुनाव नगरे हुन्छ। यो फेरि डेमोक्रेसी भनेपछि मैले डेमोक्रेसीको वकालत गरेँ, डेमोक्रेटाइज हुनुपर्छ अर्गनाइजेसन भनेर, अनि सबै ठाउँमा डेमोक्रेटाइजेसनका नाममा फ्याक बनाउने, फ्याक्का यो पक्ष र त्यो पक्ष, फलानु अध्यक्षको उम्मेदवार त्यो पक्ष फलानु, अनि यताका एक पक्ष यताका एक पक्ष गरेर हो एक डेगका हामी एक हौँ। युनिटी इज द मस्ट। यो कुरा हो। अब अहिले म धेरै कुरा नलिउँ, धेरै शुभकामनाका साथ र मलाई यहाँ आमन्त्रण गर्नुभएकोमा धेरै धन्यवाद भन्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद सन्माननीय प्रधानमन्त्रीज्यू। अब प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको छ। आदरणीय अध्यक्षज्यूलाई, सामान्यज्यूलाई मायाको चिनो प्रदान गरिदिनु हुन अनुरोध गर्दछु। सम्मान्यज्यूलाई अब हामी यहाँबाट बिदा गर्दैछौँ। हजुर, हाम्रो कार्यक्रम भने निरन्तर चलिरहनेछ। प्रतिनिधिज्यूहरूलाई कृपया हलमा नै बसिदिनु हुन अनुरोध गर्दछु।